Hello everyone, welcome to my channel. Myself Dr. Monica, and I want to share something today. And the thing is, why are junior doctors be, are so disrespected in healthcare field? By the co-staffs. किन भन्दाखेरि चाहिँ मलाई एउटा कुरा मलाई भन्न मन छ है। म इन्टर्न हुँदाखेरि चाहिँ के भएको थियो भने भर्खरै एउटा रेसिडेन्ट दाइ आउनु भएको थियो, लाइक भर्खर रेसिडेन्सी जोइन भइरहेको थियो होइन। अनि त्यसपछि ल्याएर अनि केही यस्तो इस्यु आयो अनि मलाई चाहिँ सोध्नु न डक्टरलाई भनेर भन्नुभयो सिस्टरले। अनि मैले हुन्छ भनेर चाहिँ आई कल द फर्स्ट इयर, किनकि हामी इन्टर्नले सिधै फर्स्ट इयरलाई कल गर्ने सधैँ। अनि त्यसपछि फर्स्ट इयरलाई मैले कल गर्दाखेरि चाहिँ अनि सिस्टरले कसलाई कल गरेको भनेर सोध्नुभयो। अनि मैले फर्स्ट इयरको दाइलाई भनेको अरे उसलाई सोध्ने होइन, उसलाई त आउँदैन किन आउँछ होला र सेकेन्ड इयरलाई कल गर्नु भनेर। अनि उसले लिटरली सी कल द सेकेन्ड इयर कि मलाई के कुरामा इस्यु भयो भने द्याट वाज नट अन इमर्जेन्सी सिचुएसन भएको भए सबसे बेस्ट एडभाइस लिने भन्ने कुरा हुन्थ्यो होइन। अनि फर्स्ट इयरलाई उसलाई आउने बित्तिकै सबै आउँछ, मान्छेलाई आउने जोइन गर्ने बित्तिकै सबै आउनुपर्छ, ऊ सबै आएर जोइन गरेको हुन्छ हुँदैन नि त। वी विल लर्न इट होइन। फर्स्ट इयरमा कुरा सिक्ने, सेकेन्ड इयर छ, थर्ड इयर छ, पुरा यति लामो टाइम छैन सिक्नलाई। हामी सिक्न त आएको र सिक्ने त हो नि होइन। बट दे थिङ्क लाइक द्याट के त्यसरी तिमीहरूको सोच छ कि किन आउँदैन सोध्ने नि होइन। अनि छिटो काम होस् होइन, मेरो काम छिटो होस्, त्यही भएर म सबैभन्दा जान्नेलाई सोध्छु। ऊ भर्खरै आएको छ, उसलाई सोध्यो भने अलिक एकछिन टाइम लाग्छ भनेर उसलाई नसोध्ने, उसँग सेयर नगर्ने, यस्तो खालको सिचुएसनहरू हुन्छ कि हेल्थ केयरमा। अनि विच आई रियली म चाहिँ एकदमै यसलाई चाहिँ डिसलाइक गर्छु होइन। अनि आई थिङ्क दिस इज नट गुड। सबैजनाले सिक्ने हो, उसलाई चान्स दिनुपर्छ, उसलाई सोध्नुपर्छ, उसलाई सिकाउनुपर्छ, उसलाई भन्नुपर्छ, अनि बल्ल पो उसले सिक्छ। अनि उसले अरूलाई सिकाउँछ, त्यसरी त ग्रोथ हुँदै आउने हो नि होइन। सो यस्तो सानो कुरा पनि होइन हेल्थ केयरमा भएको मान्छेहरूले नबुझेको अनि यस्तो खालको बिहेभियर के कुरा काट्ने, अनि त्यसपछि डिसरेस्पेक्ट गर्ने होइन। अनि त्यसपछि उसको कुराहरूलाई इग्नोर गर्ने देख्दाखेरि चाहिँ अलिक नराम्रो लाग्छ। सो जस्ट आई थिङ्क धेरैजनाहरू तपाईँहरूले पनि यो कुरा फिल गर्नुभएको होला है। अनि हामीले चाहिँ यो कुराको बारेमा बोल्न चाहिँ एकदम जरुरी छ जस्तो लाग्छ होइन। टु आवर को स्टाफ एन्ड टु टेल देम क्लियरली होइन, यु सुड गिभ मी टाइम, यु सुड गिभ मी द्याट चान्स होइन। बल्ल म सिक्छु अनि मैले पनि त्यो इम्प्रोभाइज गर्छु भनेर चाहिँ हामीले त्यो क्लियर कम्युनिकेसन गर्न जरुरी हुन्छ जस्तो लाग्छ है। सो त्यही कुरा भन्न थियो। यस, बाई बाई।